प्रकाश ढकालजीलाई यति माया गर्नु हुँदो रहेछ भन्ने कुरा फक्त पारेर प्रमाणित गरेर देखाउनु भयो। तपाईँले एउटा कन्फ्युजन चाहिँ के रहेछ भन्दाखेरि उहाँले डडेलधुराबाट टिकट पाउने हो कि होइन भन्ने कन्फ्युजन होइन, राष्ट्रपाले डडेलधुराको उम्मेदवार शारद ढकाल पाउने हो कि होइन त्यो चाहिँ हो कन्फ्युजन। उहाँ चाहिँ फिक्स हो पार्टीको तर्फबाट, सबै हाम्रो तर्फबाट। उहाँले नाइ नभनेछन्, उहाँले भोलि चाहिँ म डडेलधुराबाट उठ्दिनँ, म अन्त जान्छु, म रूपन्देही जान्छु भन्नु होला, गुल्मी जान्छु भन्नु होला, महोत्सवी जान्छु भन्नु होला। त्यो भन्नु भएन भने चाहिँ उहाँ नै हो डडेलधुराको उम्मेद्वार छैन। उहाँ उम्मेद्वार चाहिँ भन्नै मिल्दैन थियो। पहिला पनि उठी लगाइसक्नुभयो। पहिला पनि एउटा साधारण सामान्य चुनाव चिन्ह लिएर जानु हो र त्यति धेरै भोट्याउनु किन अचम्मको कुरा हो भन्दाखेरि उहाँको पार्टी थिएन, उहाँ त्यहाँ चुनाव जितिसकेपछि मन्त्री बन्ने पनि ग्यारेन्टी थिएन होइन, भनेको उहाँको त सरकार बन्नेवाला पनि थिएन। अहिले चाहिँ के फरक छ भन्दाखेरि एउटा पार्टी छ जो पार्टीले सरकार बनाउने सम्भावना छ र उहाँ त्यो पार्टीमा जानुभयो भने त्यो ठाउँको लागि बोल्ने मात्र होइन, त्यो ठाउँलाई साँच्चै केही गरिन पनि सक्नुहुन्छ। यो कुरा चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। पहिला अब ठुलो पार्टीको ठुलो नेता, सानो पार्टीको ठुलो नेता, आफ्नो जस्तो नेता भए पनि यो व्यक्तिले चाहिँ भोलि सरकार बनाउँछ भन्ने सोचाइ हुन्थ्यो। त्यो भएर चाहिँ त्यो भोट मान्छेले जति भने पनि यो सरकार बनाउनलाई नै दिनुपर्छ भन्ने हो। झापामा पनि त्यही नै हो, अथवा महोत्तरीमा पनि त्यही होला, काठमाडौँमा त्यही होला, सबै ठाउँमा त्यसै भनेको त्यो हो। त्यो भएर चाहिँ अहिलेको लागि जति अङ्क उहाँले ल्याउनु भएको थियो बिना पार्टी बिना सरकार बनाउने ग्यारेन्टी, त्यो अङ्कले नै थाहा हुन्छ कि उहाँले एकदम राम्रो गर्ने हुनुभएको छ। तपाईँहरू सबैजनाले चाहिँ सहयोग गर्नु पर्यो, डडेलधुरा गइहाल्नु पर्यो। उहाँको लागि प्रचार गर्नुपर्ने, पार्टीको लागि गर्नुपर्ने केही छ, सबै पोजिटिभ माइन्डसेटले गर्नु होला। धेरै धेरै धन्यवाद।